कक्षा 9 को हाम्रो टुरको यात्रा चाहिँ सुरु भइसकेको छ। आज पहिलो दिनमा चाहिँ हामी भाइ बहिनीहरू खुसीको साथ रमाइलो गर्दै गाडीमा चढिसकेका छन्। रातिको समय छ, सबैजना आफ्नो तालमा रहेका छन्, कोही मोबाइल खोज्दै, कोही रमाइलो गर्दै। अब हामी चाहिँ टक्क लागेर यो बिहानी पोखराको सिन हो। बिहानी पोखरा हामी पोखराको बाटो हुँदै पोखरासम्म पुग्न थालेका थियौँ। बिहानी पोखरा हुँदाखेरि सबैजना पुगिसकेपछि सबैजना जे होस् अब मुड फ्रेस भएको जस्तो देखिन्थ्यो। रातभरिको निन्द्रा र थकान चाहिँ जे होस् अब हामी घुम्न निस्क्यौँ भनेपछि चाहिँ बच्चाहरू खुसी हुँदै थिए। एक खुसियालीमा हामी पनि सामेल हुन सक्यौँ जे होस्। अनि कहाँ जाँदैछौँ र के गर्दैछौँ भनेर अग्री सरले भन्दै हुनुहुन्छ। सुन्नु है त। पहिलोचोटि हामी कहाँ जाँदैछौँ? फर्स्ट बिन्दावासिनी मन्दिर हेर्नु ल। हामी चाहिँ पोखराको होटलबाट चाहिँ अब टक्क लगाएर बिन्दावासिनी मन्दिर आइपुगेको छौँ। फर्स्ट हाम्रो चाहिँ बिन्दावासिनी मन्दिर छ। अनि हाम्रै बच्चाहरू यसरी यहाँ बसिरहेको छन्। अब यसपछि क्यामराम्यानले सर सबैलाई देखाउँदै लगिसकेपछि अब हामी सरर लागेर चाहिँ एकछिनपछि चाहिँ टक्क लागेर म चाहिँ अब बिन्दावासिनी मन्दिरको सिन देखाउँछु। बिन्दावासिनी सिन कस्तो रहेछ हेरौँ है त। बिन्दावासिनीको सर चारैतिर यसरी घुमाइसकेपछि क्यामेरा घुमाएपछि टक्क लागेर अगाडिबाट चाहिँ अब म्यामहरू पनि आउँदै हुनुहुन्थ्यो। यसरी मैले मन्दिरहरू अलिअलि यसरी देखाएँ, किनभने अब जुठो परेको कारणले म धेरै मन्दिर सन्दिरतर्फ गइनँ। जस हिमालहरू पनि देखाएको छु। हिमालहरू पनि हेरी सँगसँगै अब चाहिँ म एकछिन चाहिँ एउटा केही भनाइ, मेरो सानो भनाइ सुनिदिनु होला है त। 2 3 ल। नमस्ते, तपाईँहरूलाई समीर नेपाल अफिसियल भ्लगमा स्वागत छ। आज अहिले चाहिँ हामी चाहिँ बिन्दावासिनी मन्दिर घुमेर चाहिँ अब हामी चमेर गुफातर्फ लाग्दैछ। हाम्रो विद्यार्थी अगाडि लागिसक्नु भएको छ। सबै कसलाई किन्दिन मन थियो है, किन्ने मान्छे छैन। यदि कोही हुनुहुन्छ मेरो लागि इन्ट्रेस्टेड भने चाहिँ यहाँ मेसेजमा कमेन्ट गर्नु होला हैन। यति भनिसकेपछि मेरो कसैले कमेन्ट गर्छ कि मेरो लागि भनेर म खुसी मनमनै खुसी हुँदै चाहिँ म अगाडि बढेँ। अब यसपछि हामी सिधै गाडीमा अब आइपुग्यौँ। गाडीमा चाहिँ म बच्चाहरूलाई भन्दै थिएँ यता जानुपर्छ, हामी उता जानुपर्छ भनेर। जे होस् म उनीहरूलाई यसो टिचर भएको कारणले गर्दाखेरि यसो लेक्चरै दिइरहेको थिएँ। बच्चाहरू चाहिँ जे होस् दुःखी मान्दै थिए, तर सुन्नै पर्ने बाध्यता थियो। अनि सरर अब गाडीबाट टक्क ओर्लिसकेपछि चाहिँ हामी गाडीबाट ओर्लिँदै अब चाहिँ चमेर गुफाको तर्फ लाग्दैछौँ। अब हेर्नु होला है त, चमेर गुफाको गेट अगाडि रहेको छ। भाइले चाहिँ जस क्यामेरा देखाउँदैछ, हिमांशु भाइ हो क्यामेराम्यान चाहिँ। यसरी क्यामेरा हेर्दै देखाउँदै यताउति आँखा सेक्दै होइन सरर हिँड्यो। हिँड्दै भाइले चाहिँ जे होस् अब भन्दै थियो सर के गर्नुपर्छ हामी भनेर। अब सिधै है त हामी चमेर गुफामा जाउँ। सबै ब्याट हो यार। सुनसान गुफा अनि चमेरो नै चमेरो। अन्धकार केही माथि एउटा हातमा सानो लाइट बोकेर सर देखाउँदै अगाडि बढ्दै हुनुहुन्थ्यो। म अगाडि पछाडि गर्दै चारैतिर गर्दै क्यामेरा पनि देखाउँदै हिमांशु भाइलाई पनि देखाउँदै म यसरी हिँडिरहेको थिएँ। ऋषि सरले चाहिँ टक्क भाइ बहिनीहरूलाई चमेरो देखाउँदै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ चमेरो। यो चमेरो गुफाको एकदम रमणीय दृश्य हो। भाइ बहिनीहरू यसको डरले म अगाडि जान्छु भन्दै अगाडि सरिरहेका छन्। हेर्न सक्नुहुन्छ यति अप्ठ्यारो बाटोमा पनि हामी जस टर्च बाल्दै सबैजना एकअर्कालाई देखाउँदै बाटो देखाउँदै हामी हिँडिरहेका छौँ। तल हेर्न सक्नुहुन्छ सबैजना माथि हेर्दै हुनुहुन्छ कसरी आउने भन्दै सोच्दै हुनुहुन्छ। तर जे होस् रमाइलो हुँदैछ। चमेर गुफाको गन्थन सकिन नपाउँदै सिन त च्वाट्ट कटेर हामी त सिधै महेन्द्र गुफातर्फ पो आएछौँ। म अगाडि बढ्दै बच्चाहरूलाई ल यही हुन्छ यस्तो हुन्छ है, हेर्दै हिँडाओ, यस्ता बाटोहरू राम्रो छ, कति रमाइलो हुन्छ भन्दै हावाथरी गफ हान्दै म बच्चाहरूलाई अगाडि ल्याउँदै हिँडाएँ। कहिले अगाडि आफू जाँदै, कहिले बच्चाहरूलाई पछि ल्याउँदै सरर हिँडाउँदै अब म गुफातर्फ जाँदैछु। ब्लगमा पनि मलाई त के बोल्ने हुन्छ, त्यही भएर म खासै बोल्दिनँ। तर सरर गुफातिर जाँदाखेरि जे होस् बच्चाहरूको रियाक्सन हेर्दा खुब रमाइलो लाग्दै थियो। कोही हाँस्दै। अब भित्रतर्फ छिर्ने क्रममा बच्चाहरूले फेरि अब अँध्यारो जसर मलाई डर लाग्छ भन्ने, कोही छिर्न नमान्ने, कोही के भन्ने, यस्तो गर्दै जाँदाखेरि पनि जबरजस्ती अब हामीले त लानै पर्ने थियो। घुम्न गएको पैसा फेरि सधाउनु पर्छ तिमीहरूको भनेर मैले चाहिँ जो सम्झाएँ र सबैलाई अगाडि बढाउँदै लिएर जाने क्रममा चाहिँ जस भित्र अँध्यारो भएको कारणले गर्दाखेरि बच्चाहरू पहिला जान डराए। बिपना मिस आफ्नै तालमा के भन्दै हुनुहुन्थ्यो। अनि म बच्चाहरूलाई हिँड्नुपर्छ हिँडाऊ भन्दै अगाडि बढाउँदै लिएर गइरहेको थिएँ। यसरी गुफा घुमिसकेपछि अब हामी सिधै बाहिर निस्क्यौँ र फोटो खिच्नतर्फ लाग्यौँ। फोटो खिच्नलाई बच्चाहरूलाई मिलेर बस है भन्दै बच्चाहरू त धेरै टाइम लगाउने। ऋषि सर चाहिँ हाम्रो मेन क्यामेराम्यान, फोटो खिच्नु पर्यो भनेर फोटो खिच्यो अरे। अब हामी चाहिँ सर अब निस्किन थाल्यौँ र निस्केपछि अब चाहिँ आजको लागि चाहिँ खाना जानुपर्ने भयो। त्यस कारणले अब आज चाहिँ हाम्रो भिडियो धेरै लामो भइसकेछ। अब थ्याङ्क यू, अर्को भिडियोमा भेटौँला।